1982 सालको चैत्र 23 गते शनिबारको दिन लगभग यो वर्षकै अन्तिम महिना आज हामी एउटा स्पेशल मर्निङ टुरमा जाँदैछौँ र म तयारी भइसकेर निस्किन लागेँ। म ठ्याक्कै मेरो ससुराली घर आइपुगेको छु। मेरा छोरा छोरी र श्रीमती अहिले ससुरालीमा छन्, माइत मावलामा छन् स्कुल छुट्टी भएर। माइत मावलामा घुम्ने तयारी। यो गाडी पर्खिरहेको छ, गाडीको प्रतीक्षामा। अर्पट्टि बजा वो महापालिका तीन नंबर अर्पट्टि बजारमा यहाँलाई स्वागत छ। गाइस, तपाईलाई मात्रै हो कि मलाई मात्रै हो? अरूको बुढी देख्दा छक्क पर्छु, आफ्नो बुढी देख्दाखेरि मक्ख पर्छु। मोबाइल लड्यो भने भरे छ उल्टो बाटो गएमा मैदानबाट जाने हो। फ्यामिलीको पालो आयो। दाल फ्यामिलीको दुनियाँले डागरुन हेरेर हेरेर बस्दा हामी अङ्गालो बेरेर। दुनियाँले डागरुन हेरेर बस्दा हामी अङ्गालो। जता हेरौँ हरियाली हलचल छ, मनभरि खुसियाली चञ्चल छ। यति चोखो यति मिठो देउला तिमीलाई माया, बिर्सने छन् साराले पुराना प्रेमका कथा। शनिबारको दिन बिहानी पखा देखे मैले एउटी सुन्दरीलाई, त्यो रूप किरा
कसकी हो छोरी पातली मोरी लैजाने आँट हाम्रो लैजाने आँट हाम्रो सातजनाको ग्याङ छ हाम्रो सँगै डुलिन्छ सातजनाको ग्याङ छ हाम्रो सँगै डुलिन्छ एकताल खारा हेर त संसार भुलिन्छ एकताल खारा हेर त आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं उनीसँगै माया लाऊं आज मन उडेर भाग्छ किन मलाई यस्तो लाग्छ है उनकै नजिक जाऊं उनीसँगै माया लाऊं उनकै नजिक जाऊं जन्म जन्म धेरै जन्म तिमीसँगै बाँच्न पाऊं बसन्तका रंग सारा तिम्रै लागि साँच्न पाऊं सातजनाको ग्याङ छ हाम्रो सँगै डुलिन्छ सातजनाको ग्याङ छ हाम्रो सँगै डुलिन्छ एकताल खारा हेर त संसार भुलिन्छ एकताल खारा हेर त कति रमाइलो आहा कति रमाइलो जति जियो जिन्दगानी उति रमाइलो जति जियो जिन्दगानी उति रमाइलो मनको कुरा पुक्का गर भन्दिनेलाई भन्दिन्छु भन्दिनेलाई भन्दिन्छु त्यो पर छ ओ कपाल गर्ने बहिनी कपाल बिग्यो बहिनी आमाले उडायो कति राम्रो बहिनीलाई उडा छ नि अब फेरि आइहाल्ला आमा त आइरहन्छ नि दिदी अनि कपाल त सबै उडाएछ त नि यो झोलुङ्गे पुलबाट जे देखियो यो टिमाई खोलामाथि बनेको झोलुङ्गे पुल रहेछ झोलुङ्गे पुलबाट जे देखियो मान्छे मरो भन्नु त बाँच्दैन नि त फेरि
मान्छे मरो ए भन्ने त बात नि त हो साथीहरू यो झोलुके पुल अरे खोइ कता के हो नि हामी त केही आइडिया भएन तल हेरेँ डर लाग्यो ए, अनि चाहिँ पारी नै पुग्ने हिसाबले जाँदैछ नि त जाउँ न हामी हेरेको हेरै हामी हेरेको हेरै हामी हेरेको हेरै हामी डर लाग्छ डर लाग्यो मलाई त हेरेको हेरै तल हेर्न त डर लाग्यो तल नहेर्ने हामी भिडियो क्यामेरामा हेर्ने तल हेरौँ भने चाहिँ केस अलिकति ब्याड लक हुने रहेछ म पनि आउँछु मलाई पनि देखाउनु हामी र अघि हिँडेको गाइस उ त्यो उकालोमा कस्तो डर लाग्छ गाइस हेरेको हेरै गाइस हामी त्यहाँ पुग्न आँटेको छौँ तर आएन बाई 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 हेलो गाइस हाम्रो साथीहरू अगाडि